मतलब जुन गोप्रोले कुरा सबैले मेरो माया लाग्छ यसको चाहिँ ल मैले चाहिँ अहिले चाहिँ नयाँ गोप्रो पाएको छु रिप्लेसमेन्ट है त बाबा सो ब्रान्ड मेरो वारेन्टी थियो अनि अर्को कुरा चाहिँ मैले यो प्रडक्टलाई अनलाइन किनेको थिएन मैले चाहिँ यहाँ स्टोरमा आएर किनेको थिएँ अब त्यसकै कारण चाहिँ मेरोमा केही डकुमेन्ट पनि थिएन खालि एउटा प्रुफ त के थियो भने मैले यहाँबाट किनेको भनेको थियो अनि ब्लगमा थियो कहिले ब्लगमा थियो त्यसकै कारण चाहिँ मैले हुन्छ नि यो कुरा पाएँ सो इट्स गुड टु बाई अनलाइन पनि होइन तपाईँले किन्न सक्नुहुन्छ तर त्यही हो अनलाइनमा चाहिँ तपाईँको कतिचोटि चाहिँ बिचमा केही भयो भने चाहिँ सर्भिसको ग्यारेन्टी चाहिँ अब त्यस्तो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन हुन त कतिको एक्सपिरियन्स कस्तो होला एटलिस्ट हाम्रो ठाउँमा चाहिँ अब म कहाँ गाउँमा बस्ने केटा होइन मेरो ठाउँमा चाहिँ त्यस्तो छैन त्यो भएर चाहिँ म चाहिँ स्टोरमै किन्नुपर्छ अनि मैले केस डिजिटल हब नै चुज गर्छु जहिले पनि अपडेट गर्दा सो द्याट हाम्रो चिनजान पनि भएको छ अनि त्यो भएर होला मेरो काम पनि भयो थ्याङ्क यू सो मच है ल ओके